आफ्टर लङ टाइम चाहिँ हाम्रोमा अहिले पानी परेको छ है। एकदमै धेरै गर्मी थियो अगाडिसम्म चाहिँ, अहिले चाहिँ पानी परेको छ अनि एकदम शीतल महसुस दिलाएको छ यो पानी परेर। सो अहिले चाहिँ यहाँ म फुल देखाउँदैछु हजुरहरूलाई। फुल चाहिँ यस्तो खतरा फुले चाहिँ हाम्रोमा चाहिँ यहाँनिर। यसलाई चाहिँ मुसुन्डा भन्छ सायद, यस्तो छ। अनि पानी पर्दाखेरि चाहिँ मौसम एकदमै ग्रिनी हुन्छ कि। यो पनि अब फुल्न आँटेको छ। यो चाहिँ अहिलेको चाहिँ त्यो पिङ्क कलरको थियो अनि यो चाहिँ व्हाइट कलरको मुसुन्डा हो। यस्तो मजाले फुलेको छ। तर यहाँनिर हाम्रो लौकाको बोटले चाहिँ यसलाई डिस्टर्ब गरिरहेछ नि त, किनभने लौका पनि फलिरहेछ कि यहाँनिर। यहाँ देखिँदैन, यहाँ भित्रभित्र धेरै छ। यस्तो छ है त। पानी पर्दाखेरि चाहिँ मौसम पनि कति राम्रो देखिने क्या। हेर्नु यस्तो मजाले करेला फलेको छ। अर्को यहाँ पनि छ। यहाँ फुलहरू लाग्दै थियो, तर अब यो त पानीले झर्छ होला। यिनीहरू चाहिँ यस्तो मजाले लागिरहेछ। हाम्रो यहाँ पनि छ है। यस्तो मजाले लागिरहेछ। अनि यहाँ चाहिँ हाम्रो लौका यति धेरै फलेको छ, उको बोटलाई थाङ्रा लाग्यो अरे। सो कोलाई लौका मनपर्छ खाने भए चाहिँ आउनु है, दिन्छौँ हामी। यति धेरै लौका फलेको छ। यस्तरी मुनि मुनि झरेर फलेको छ कि लौका त। यहाँ बाहिर चाहिँ फुलहरू पनि यसरी निस्किरहेको छ। अनि यहाँ चाहिँ हाम्रो फर्सी फलेको छ। आज चाहिँ म फर्सीको सब्जी बनाउँदैछु। सो यहाँ फर्सी टिप्रहेको छु। अहिले चाहिँ मैले फर्सी टिपिसकेँ। फर्सी चाहिँ यत्रो ठुलो फलेको छ है त। अहिले चाहिँ मैले फर्सी टिपेर ल्याइसकेँ। अब म यहाँ काट्न आँटेको छु। ठ्याक्क काट्छु म है त। अहिले चाहिँ मैले फर्सी काटिसकेँ। अनि फर्सी चाहिँ यहाँभित्र भित्र पनि कस्तो राम्रो रहेछ कि, यस्तो नबिग्रेको, यस्तो सफ्ट राम्रो। वाउ, यता हेर्दाखेरि चाहिँ बिग्रे जस्तो लाग्यो अरे हाम्रो मम्मीलाई। कतापट्टि हो? यतापट्टि ए तर भित्र चाहिँ राम्रो रहेछ। ल थ्याङ्क यू। अब म यसलाई बनाउँछु है त। मैले चाहिँ यहाँ फर्सी काटेर रेडी गरिसकेँ। अहिले यसलाई म बनाउँछु है त। मैले चाहिँ यहाँनिर 12 मसला, लसुन अनि एउटा अकबरी सुकेको फर्काएको छु। अनि अलिकति बेसार हाल्छु। अहिले चाहिँ फर्सी यति पाकिसकेको छ। अब चाहिँ यसलाई म नुन चुन हाल्छु ट्याक्कसँगले। अझै मजाले लतक्क हुने गरी पकाउँछु क्या म यसलाई। नुन हाल्ने ठ्याक्कसँगले स्वाद अनुसार। यसमा चाहिँ अलिकति अजिना हाल्यो भने चाहिँ दामी हुन्छ है। सो अहिले चाहिँ फर्सी चाहिँ मस्तले पाकिसकेको छ है। अब चाहिँ यो यस्तो दामी हुन्छ खाँदाखेरि। ल कोलाई मनपर्छ फर्सी चाहिँ यस्तो दामी भएको छ है त। चाहिँ फर्सी पाकेर पनि रेडी भइसक्यो। हेर्दै खाउँ खाउँ लाग्दो भएको छ, खाँदा पनि मिठो भएको थियो। सो थ्याङ्क यू फर वाचिङ। अब नेक्स्ट भिडियोमा भेटौँ है त। बाई बाई।